इन्सुलिन रेसिस्टेन्ट त भन्छन्, तर आखिर इन्सुलिन रेसिस्टेन्स भनेको के हो त? आज म तपाईँलाई एकदम सजिलो भाषामा बुझाउँछु है। इन्सुलिन भनेको प्यानक्रियास नामको ग्रन्थीले बनाउने एउटा हर्मोन हो। इन्सुलिनलाई बुझ्न हामी यसलाई चापे जस्तै सम्झौँ। जब हामी खाना खान्छौँ, त्यो खाना पचेपछि रगतमा चिनी बनेर जान्छ। अब इन्सुलिनले के गर्छ भने रगतमा भएको चिनीलाई शरीरको कोशिकाभित्र लैजान मद्दत गर्छ, जहाँबाट हामीलाई ऊर्जा मिल्छ। तर इन्सुलिन रेसिस्टेन्समा के हुन्छ भने चापी हुन्छ, ढोका पनि हुन्छ, तर चापीले ढोका राम्रोसँग खोल्न सक्दैन। त्यसैले के हुन्छ भने चिनी कोशिकाभित्र जान सक्दैन, रगतमा नै बसिरहन्छ। त्यसपछि शरीरले के गर्छ त? चापीले ढोका खोल्न नसकेपछि शरीरले धेरै चापी बनाउन थाल्छ, अर्थात् धेरै इन्सुलिन बनाउँछ। यही अवस्थालाई इन्सुलिन रेसिस्टेन्स भनिन्छ। यसको कारण शरीरमा के समस्या देखिन्छ त? पेटको वरिपरि बोसो बढ्छ, सधैँ थकाइ लाग्छ, गुलियो खाने इच्छा एकदम धेरै हुन्छ, ब्लड सुगर बढ्छ अनि टाइप 2 डायबिटिसको खतरा बढ्छ। इन्सुलिन रेसिस्टेन्सका मुख्य कारणहरू के हुन् त? धेरै चिनी खानु, जङ्क फुड खानु, शारीरिक गतिविधि कम हुनु, पेटको बोसो बढ्नु, राम्ररी ननिदाउनु। तर राम्रो कुरा के हो भने इन्सुलिन रेसिस्टेन्सलाई सुधार्न सकिन्छ। यसका लागि खाना खाएपछि 15 देखि 20 मिनट हिँडडुल गर्ने गर्नुहोस्, चिनी कम खाने गर्नुहोस्, प्रोटिन र फाइबर भएको खाना बढी खाने गर्नुहोस् अनि राम्रो निन्द्रा लिने गर्नुहोस्। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई टिकटक, फेसबुक र युट्युबमा फलो गर्न नबिर्सनुहोला।